ल त गाइस फेरि घरबाट चाहिँ निस्केको यस्तो बाफरे खोलाको बगर बरु यो भन्दा राम्रो होला गाउँ बस्ती आउनु मन लाग्दैन के गर्नु बाउ आमाले गाउँ बस्ती छोड्नु मान्दैन तर यहाँ यस्तै गाउँ बस्तीमै धेरै खुसियालीहरू छुपेर बसेको हुन्छ र नि होइन कहिलेकाहीँ यस्तैमा भए पनि रमाइलो हुन्छ आउनु उड्नु घर छ भन्ने हुन्छ जहाँ बाउ आमा छ त्यहीँ त हो घर चाहे किरैमा नै किन नहोस् बाउ आमा बसेको घर नै घर हो निस्क्यो निस्क्यो अब भने चाहिँ यता रोड निस्किसकेको छु यो चाहिँ छ हाम्रो कोअपरेटिभ सौदा खाने जग्गा बस्तीको मेन चाहिँ अन्त अब यहाँदेखि चाहिँ माथि आई लभ लिन्दोक भनेर लेखिन्छ जहाँसम्म छ त्यहाँसम्म चाहिँ यस्तै हो रोड त्यहाँदेखि चाहिँ इजी पिजी भइहाल्छ त्यहाँसम्म चाहिँ अब यस्तै उफ्रिँदै थेचारिँदै जाउँ पानी चाहिँ नपरिदिए आइज इन आइज गान्तोक लैदिन्छु ओन्ली बाइकर क्यान फेस दिस होइन बाइकर्सहरूलाई चाहिँ याद छ नि कुकुरहरूले कतिलाई त लडिन्जेल बिजोक बनाइदिन्छ नि तर यति चाहिँ हो कुकुर यति झम्टेर आउँदैछ भने बरु स्लो गरिदिनु रोकिदिनु कि आफै नै उनीहरू सरेन्डर हुन्छ त्यो के देख्छ कुनि कि
पुरा खेदाउँछ। इफ खेदाउँदैछ भने चाहिँ त्यो कति चाहिँ बाइकबाटै लात्ताले हिर्काएर गर्छ नि, त्यसो गऱ्यो भने चाहिँ झन् उनीहरूले खुट्टामा झुन्डिदिएर उयो हुने चान्सेस हुन्छ। अनि बी काइन्ड टु एनिमललाई पनि किन मार्नु, उनीहरूले पनि त केही देख्दैछ र त खेदाउँछ होला होइन। बरु एकछिन रोकिदिएर बोलाइदिनुपर्छ, उनीहरू आफै सरेन्डर भइहाल्छ। Alright people, alright and म चाहिँ अलिकति यहाँ रिल्सबाट हेरेको, डु चेक इट आउट अन माई इन्स्टाग्राम एन्ड इन्स्टाग्राममा चेक गर्नु होला। अनि म चाहिँ यहाँनिर छु बाइकसँग, अलिकति ब्याग पनि कोल्टे भएछ कि, त्यही भएर त्योहरू मिलाएँ एन्ड अब चाहिँ निस्किन्छु यहाँबाट एकछिन। ओके, ब्याग पनि सिधा भयो एन्ड मैला भयो आज चाहिँ। अब भ्याएछु भने धुनुपर्छ अनि ब्याट्री लेभल पनि कम्ती छ। लेट्स गो। अब त मेन रोड निस्किहालेँ म, एकछिन हो, टाइम लाग्दैन कति पनि। बस्तीतिरको रोडमा कुदाउनु चाहिँ छुट्टै मजा आउँछ क्या। के हुन्छ भने खाली रोड, अन्ली बाइक गुन्जेको, बाइकको साउन्ड गुन्जेको मात्रै सुन्छ नि त। दामी हुन्थ्यो होइन 4 सिलिन्डर 2 सिलिन्डर दामी सुन्छ नि त। उज्यालोमा आइपुग्यो एकैचोटि तलदेखि। एन्ड या गाइस, अब आजको काम त्यति नै भइहाल्यो। अन्त टाइम पनि 5:47 भइगयो। अब हार्डली हाफ आवरमा त गान्तोक पुगिहाल्छु माथि निस्किसकेपछि त। तर आज यस्तो अफ रोडिङ कुदाएँ कि देखिहाल्नु भएन, तर मजा आइदियो आजको अफ रोडिङ चाहिँ। भलै बाइक यो ग्राउन्ड क्लियरेन्स चाहिँ किन राम्रो नहोस्, तर पनि एडभेन्चरको फिल गरिदियो आज चाहिँ। मजा आइदियो। यो सबै जग्गातिर दबिँदै रहेछ। यो नयाँ बस्ती एरिया भनौँ न, यो पहिला कार्डोममको खेती हुने जग्गा जुन चाहिँ कार्डोममको उयो थियो, अलैँचीको उयो, त्यहाँदेखि यसो यतापट्टि चाहिँ सबै यहाँनिर रोडै कोल्याप्स भएर तल झरेछ। सानो मात्रै बाँचेको रहेछ यो जग्गा चाहिँ। डेन्जर भएछ। सबैले यहाँ राखेर भिडियो बनाउँदो रहेछ। मजाको रहेछ जग्गा, हामी पनि हेरिदिउँ के छ। यहाँ चाहिँ यो ताज रिसोर्ट रहेछ नि त, यहाँदेखि उदो जाने बाटो चाहिँ। सो बाइकलाई यहाँ तेर्साइदिए यहाँदेखि चाहिँ ओह्रालो चाहिँ यस्तो रहेछ नि त जग्गा। मैले त याद पनि गरेको थिइनँ। तल मजाको जग्गा रहेछ। एन्ड हाम्रो टोनी भाइहरूले चाहिँ यहाँतिरको भिडियो बनाउँछ नि त रिल्समा, उनीहरू त रिल्स मास्टर भइसकिसकेको छ।
डु चेक इट आउट होइन इन्स्टाग्राम ह्यान्डल राखिदिँदैछु बेटिआर टोनी उसलाई पनि फलो गरेर सपोर्ट गर्नु होला केटाहरू केही गर्नु खोज्दैछ सो यो रहेछ जग्गा चाहिँ अहिले त तर यो जुन चाहिँ उयोहरू पनि पुरानो भइसकिसकेछ अस्ति चाहिँ नयाँ नयाँ थियो नि त यो त्यही भएर दामी देखिरहेको थियो अहिले चाहिँ अलिक पुरानो हुनु थालेछ बिजी छ पनि त्यही कारणले होला तर जग्गा मजाको रहेछ ल्यान्डस्केप दामी देख्ने रहेछ यो चाहिँ ताज रिसोर्ट है त अन्त त्यो चाहिँ पहिलाको कार्डममको उयो गर्ने जग्गा डल्लै अहिले त छैन पनि रहेछ अलैँची त अलराइट गाइस अब चाहिँ म यता नयाँ बस्ती आइपुगिसकेँ यहाँदेखि त अब धेरै टाइम लाग्दैन यहीँ पर नै हो एसएपी क्याम्प त्यहाँदेखि सरासरी घर जाने हो सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड या अब यस्तै नै भिडियो ल्याउँदै गर्छु तपाईँहरू च्यानललाई सब्सक्राइब गरेर राख्नु होला एन्ड सपोर्ट गरेर मोटिभेट गर्नु होला अनि सानै छोटो भए पनि थम्सअपै भए पनि तपाईँहरूको कमेन्ट चाहिँ बहुत मायने राख्ने गर्दछ है एन्ड म एभ्री कमेन्टमा रिप्लाई दिने गरेको छु सो त्यो भन्दै टाटा बाई बाई सी यू इन द नेक्स्ट व्लग एन्ड इट्स मी अर्जुन राई साइनिङ अफ